साथीहरु काँक्रा टिप्न तपाई पनि आउनुस् है काँक्रा खाम्ला। मम्मी बिज्यो 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 सबै काटेर फाल्दिम। गाह्रो भयो नि हैन? कस्तो गाह्रो भयो। पुरै ब्लक गरे रहेछ हैन? पातको अब तलको यो पातको कामै छैन, फलिसकेको। आफूभन्दा ठुला भइसक्यो अब भिन्डी पनि। अब काँक्रा चाहिँ राम्रो छ कि छैन थाहा छैन, तर फल्न चाहिँ फलेको छ है। अब राम्रो भयो भने ठिक छ, नराम्रो भयो भने ठिक छ। कस्तो छ त्यो त थाहा छैन। एउटा मात्रै हो कि अलिअलि दाग लागेछ फेरि पनि। काँक्रा मलाई चाहिँ धेरै छिप्पेको भन्दा पनि काँक्रा यस्तै मनपर्छ। यो यस्तो हुनुको कारण यो उयो हो के यो भिमलको यो झेप छ नि, यो झेपले हो गरे यस्तो हुने भनेको। खाएपछि थाहा हुन्छ। अब जे भयो पनि यति चाहिँ फल्यो नि है। अर्को उतातिर पनि थियो नि, सानी उतातिर हेर त अर्को छ छैन। बन्द गर। लास्ट टाइम आयो यस्तो हुन लाग्यो। छिप्पिसक्यो भिन्डी चाहिँ हैन। 5 दिनमा यस्तो भइसक्यो भिन्डीको हालत। लौ सानी समाउ त। लामो त लाग्यो सानी, छिप्पिके के त्यही भएर। भिन्डी फेरि छिप्पेको राम्रो हुन्न नि। सब पात काटेर फालिदिन्छु यो सब। अब थोरै छ, अब अर्को सिजनको तरकारी लगाउने टाइम आउन लागिन्छ हैन? हो कि हैन? हो नि हजुर, हो नि है सानो। लौ त म 4-5 दिन मेरो परेसा बारीमा मेरो किचन गार्डन भन्नु के भन्नु, टेरेस गार्डनिङमा 4-5 दिन नआउनको हालत चाहिँ यस्तो छ है साथीहरू। हेर्नुहोस् है, के गर्ने अब। यो म्यानेज नगरे जस्तो हुँदैन। सब काटेर फालिदिन्छु साथीहरू। अब भिन्डी फल्ने भनेको थोरै पनि थोरै छ। अब त्यो भिन्डीमा किडा लागिसक्यो। कुयो रहेछ यो चाहिँ, पानीले गलेर कस्तो भएको। लौसानी समाउ त। अब भोलि 1-2 दिन सफा गर्नुपर्ने हो कि यहाँ पुरै छत सफा गर्नुपर्ने हो। यो यस्तो फोहोर भाषा धेरै साह्रो भएको पनि राम्रो हुन्न भिन्डी। तिमी कहाँ छौ छोरी? राम्रो भयो अम्माको बुट त राम्रो भयो है। यो छ नि, यो यस्तो सुन्तला भर्के खालो साथीहरू, भरके ताजा फ्रेस अनि आफ्नै छतमा फलाएको मनपर्छ। पठाइदिउँ, कसलाई पठाइदिउँ कमेन्ट गर्नुहोस् है, मेसेजबाट पठाइदिन्छु। हुन्छ।